हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अनि अहिले चाहिँ हामी बुटोल जाँदैछौँ। यता चाहिँ हाम्रो साथी छन्। अनि आज चाहिँ दिउँसभरिमा के हुन्छ म सबै भिडियोमा अपलोड गर्नेछु। भिडियो लास्टसम्म हेर्नु होला है त। ल भिडियो स्टार्ट हुन्छ है। अहिले चाहिँ हामी घरबाट निस्किसक्यौँ। अब चाहिँ अटो बोलाएर चाहिँ अटोमा जाने हो। अहिले चाहिँ हामी अटोमा बसिसक्यो। अब चाहिँ कलौनी गएर बस चढ्न छ। अनि अहिले चाहिँ बस आयो। अब चाहिँ यसमा भिड छ कि छैन, अब यहाँ हेरेर जान्छौँ है त। ल गएर हेर्दैछौँ। ल गाडी पाइयो। अनि यता साथी हामी दुइटा बस्छौँ, यता दाइ छ। अनि हामी दुईजना चाहिँ यता बस्यो, दाइ त्यता छ। अब चाहिँ हामी टामनगर झऱ्यौँ, किनभने यहाँ साथीलाई भेट्ने काम थियो। साथीलाई भेटेर चाहिँ लिएर सँगै जाने हो बुटोल। त्यसैले चाहिँ यहाँ साथीलाई कुर्दैछौँ। अब साथी कतिखेर आउने हो। यता केटाहरू चाहिँ नाच्दै बसेछन्। अनि अहिले चाहिँ हामी बुटोल आएर चाहिँ गाडीबाट झरेर अब भाटबटेनी आइसक्यो। हामी दुईजना चाहिँ भाटबटेनी आयो। अरू दुईजना चाहिँ उता मुभी हेर्ने नभएर अरू ठाउँमा घुम्न गएको छन्। अहिले चाहिँ हामी घुम्छौँ। अब के हुन्छ भित्र गएपछि सबै देखाउनेछु भिडियोमा। भिडियो हेर्दै जानु है त। अनि म चाहिँ माथि लिफ्टमा गएर भिडियो बनाइदिएँ भनेर साथीलाई चाहिँ भिडियो बनाएँ। हाम्रो अब आधी घन्टा यस्तै डुल्ने काम हो। अब आधी घन्टापछि मुभी सुरु हुन्छ। त्यसैले चाहिँ यहाँ अब घुम्ने डुल्ने गर्दैछौँ। म चाहिँ अगाडि हिँडिरहेको छु। साथीलाई ल भिडियो बनाइदिने तैँले, म हिँड्छु भनेर चाहिँ। अनि यहाँ भाटबटेनीमा चाहिँ नपाइने सामान चाहिँ केही हुन्न कि, सब जे हुन्छ खानादेखि लाउनसम्मका कपडा खानेका हुन्छन्। अहिले चाहिँ हामी यहाँ भाटबटेनी घुमेर मुभी हेरेर चाहिँ अहिले चाहिँ बुटोल फर्किसक्यो। अहिले चाहिँ भुड्की चोक छौँ हामी। अनि अब चाहिँ आकेसी पुलमा बसेर चाहिँ म भिडियो खिचिरहेको थिएँ। साथी थाकेर चाहिँ यता तल बसिरहेको छ। चाहिँ हामी चाहिँ अब भाटबटेनबाट हिँडेर चाहिँ अब हिँड्दै सिधै फुलबारी जाने हो। साथीलाई लजाम भनेर चाहिँ हामी लाग्यो। अहिले चाहिँ यो बस नेपालमा पनि एकदम चलिरहेकै छन्। यस्ता बसहरू नेपालमा चल्ने हो भने अलि फेसिलिटिज हो कि जस्तो लाग्ने रहेछ। अनि अहिले चाहिँ यो बुटोलमा यो हस्पिटल लाइनको यो फुटपाथमा चाहिँ एकदमै भिड हुन्थ्यो, ट्राफिक हुन्थ्यो। सबै फलफुल बेच्ने, सब्जी तरकारीहरू बेच्ने मान्छेको भिड हुन्थ्यो। अहिले चाहिँ एकदमै खाली छ, रोड सफा भएको छ। अनि हाम्रो राष्ट्रको पहिचान, हाम्रो राष्ट्रिय पहिचान अहिले चाहिँ हामी तिनो खोला पुल छौँ। क्वालिटी चाहिँ अहिले अलि कम आयो होला त। मेरो आइफोन चाहिँ अहिले हिट भयो। त्यसैले चाहिँ मैले अर्को मेरो मोबाइलबाट बनाउँदैछु यो भिडियो चाहिँ। अहिले चाहिँ हामी तिनो खोला छौँ। अनि यहाँ साइडमा हेरेको चाहिँ यसो अनौठो चिज देखियो। अब मैले चाहिँ भन्दिनँ, यहाँ केही नोटिस गर्नुहुन्छ भने चाहिँ आफै गर्नुहोस्। यहाँ चाहिँ अर्कै छ। ल अहिले चाहिँ हामी फुलबारी पुगिसक्यो। यहाँ चाहिँ पहिलेको भन्दा चाहिँ एकदमै चेन्ज भएको छ। फुलबारी चाहिँ एकदमै पुरै फुलले भरेर एकदम राम्रो छ यहाँको वातावरणहरू। अनि यहाँको स्वच्छ। अनि हामी घुम्दै यता जनावरहरू हेर्ने ठाउँमा आइयो। त्यहाँ चाहिँ चितुवा बसिरहेको छ। यहाँ भिडियोमा चाहिँ ठ्याक्क देखिएन, अलिअलि चाहिँ देखेको छ। यसो मिलाएर हेर्नुहोस्। अब चाहिँ हामी यहाँ फुलबारी घुम्यो। अब चाहिँ हामी साँझ परिसक्यो। अब चाहिँ हामी घरतर्फ जाने हो। आजलाई यति है त। ल बाई।